हेलो हेलो नमस्कार सम्पूर्ण साथीहरूलाई। अब हाम्रो म्याडमले चाहिँ हेलमेट लिएर आउनुभयो अनि चाबी लिएर आउनुभयो। अब हामीहरू दैजी जाने तयारी गर्दैछु। यहाँदेखि दैजी 1.5 देखि 2 किलोमिटरको दुरीमा छ। दुइटै दैजी, सामा दैजी र ठुलो दैजी। अनि यहाँ अब हजुरहरूले देख्न सक्नुहुन्छ गहुँको फसल पनि भइसकेको छ, गहुँ खेती भइसकेको छ, गहुँ पाकिसकेको आइज गहुँ काट्ने अवस्था, गहुँ काट्ने बेला पनि भइसकेको छ। अब किसानहरू सबै गहुँ काट्नुतिर पनि धेरैजना लागिसक्नु भएको छ। त्यसै गरेर मेरो घरको यो करेसा बारी यहाँहरूले देख्न सक्नुहुन्छ। अब मेरो उता लिचीको बोट पनि फल्या छ गाइज, उता आमहरू पनि फल्या छ, फुल्या छन् होइन। अब त्यसै गरेर अब छोरी चाहिँ मक्ख भाँचिन आज। छोरीले चाहिँ नि आज समोसा खान पाउँछु भनेर मक्ख भाँचिन। छोरीलाई अब समोसा खानलाई स्पेसल दाइजीलाई लग्दैछु अनि छोरीको चेकअप पनि गर्नुपर्ने छ। अनि अब छोरो म जाँदैन जाँदैन भन्थ्यो, फेरि छोरो पनि आयो। अब म पनि जान्छु भनेर समोसा खान्छु भनेर छोरो पनि मक्ख छ गाइस। साथीहरू अब छोरो पनि मक्ख छ है, जान्छु भनेर छोरो पनि आइसकेको छ। अब हामीहरूले हाम्रो स्कुटी स्टार्ट गऱ्यौँ। अब हामीहरूले जाने तयारी गऱ्यौँ। अब हामीहरू चाहिँ लाग्यौँ यहाँदेखि बेतकोट हाइवे। चौरीको चौराई मेरो घरदेखि 150 मिटरको दुरीमा छ। 3वटा बिजुलीको पोल मात्र दूर छ, हेर्नु सक्नुहुन्छ उहाँले, 1 2 र 3वटा। तेस्रो पोल चाहिँ चौराईमा छ होइन। त्यसै गरेर अब हामीहरू चाहिँ लाग्यौँ चौराईतिर होइन, दैजीतिर लाग्यौँ। अब हामीहरू अब जाँदैछु। छोरा छोरी दुइटै बाटोमा मक्ख भएको छन्, दुइटै गफमा। अब अहिले त छोरो पनि पहिला बोलिरहेको थिएन, लजाइरहेको थियो, अहिले त कुरा गर्ने भइसक्यो भने अहिले त एक्सन गर्छ। सेल्फी हान्दाखेरि अनेक चिज गरिरहेको छ अहिले त। पहिला त म जान्न जान्न भनेर भनिरहेको थियो, अहिले त एक्सन गरिरहेछ भने छोरो पनि। त्यसै गरी अब हामीहरू अब चौरीको चौरामा पुगिसक्यौँ। अब यो चाहिँ चौरीको चौराई हो। यतापट्टि यो शान्तिपुर रोड हो, शान्तिपुरबाट सामादाइज टच गर्छ। उता माथि जाने त्यो बाटो छ, त्यो चाहिँ नि दैजी जोगबुढा सडक खण्ड, बेतकोट हाइवे पनि भन्छ, बेतकोट टच गर्ने। अनि यता तल जाने चाहिँ दैजीको चौराई जाने बाटो हो। त्यो माथिको दैजी जोगबुढा सडक खण्ड यो देखाइरहेको छु, बेतकोटतिर जाने बाटो। अब हामी चाहिँ फाइनली राइट टर्न लगेर दैजीतिर लाग्यौँ। उताबाट अङ्कल आइराख्नु भएको थियो, अङ्कलले कता हो भनेर भन्दै हुनुहुन्थ्यो। हामीले भन्यौँ दैजीतिर लाग्यौँ। अब यो बेतकोट हाइवे हो, बेतकोट दैजी जोगबुढा दैजी भन्दा पनि भयो होइन। अब हामी चाहिँ लाग्यौँ दैजीतिर लाग्यौँ गाइस। अब यहाँहरूले देख्न सक्नुहुन्छ